स्मृति थापा मगरले भन्नुभएको रहेछ रिल्स च्यालेन्ज कसरी कम्प्लिट गर्नु त्यसो भए विदाउट सङ भन्नुभएको रहेछ। भेरी सिम्पल हजुर, धेरै सिम्पल छ, तर तपाईँले कमेन्ट गर्नुभएकोमा धेरै धन्यवाद। राम्रो लाग्यो मलाई तपाईँको सजेस्ट, किनभने हौ यसरी नै तपाईँले नजानेको कुरो मलाई कमेन्ट गर्नुहोस्, म सिकाउँछु तपाईँलाई एकवटा टिप्स सानो होइन ल। तर लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् नि, फेरि फलो गरेर चाहिँ राख्नुहोस् नि है। त्यत्तिकै चाहिँ सोध्ने होइन फेरि तपाईँले त्यो रिल्सको च्यालेन्ज पुरा गर्नु किन तपाईँलाई यति साह्रो लाग्छ होइन। विदाउट म्युजिक, कि म्युजिकमै रिल्स बनाउनु जरुरी छ जो तपाईँको कम्प्लिट हुन्छ होइन नि। तपाईँले विदाउट म्युजिक पनि तपाईँले बनाएर हाल्नुहोस् है। तर रिल्स अपलोड गर्दाखेरि ती गरेर गर्नुहोस् जहाँ तपाईँको रिल्सको च्यालेन्ज छ, त्यहीँबाट रिल्स अपलोड गर्नुहोस्। तपाईँको 100 के 200 लाखौँ 100 है पुरा हुनेछ तपाईँको च्यालेन्ज। बुझ्नु भएन? ल भिडियो मन पर्यो? ल भिडियोलाई सेयर गर्नुहोस्, लाइक गर्नुहोस् है। यस्तै जानकारी तपाईँलाई सुन्नु मन छ, हेर्नु मन छ भने मलाई फलो गरेर राख्नुहोस् होला है नेक्स्ट भिडियोको लागि।